क्लास 10 अप्सनल म्याथ सिरिज अन्तर्गत एक्सरसाइज 7.1 का प्रब्लम्सहरू सल्भ गर्ने क्रममा क्वेसन नम्बर 1 to 12 सम्मका क्वेसनहरूलाई मैले पार्ट 1, पार्ट 2 र पार्ट 3 भिडियोमा सल्भ गरिसकेको छु। आजको यो पार्ट 4 अर्थात् एक्सरसाइज 7.1 को लास्ट भिडियोमा क्वेसन नम्बर 13, 14 एन्ड 15 का प्रब्लम्सहरू सल्भ गर्दैछु। क्वेसन नम्बर 13 मा ए र बी दुईटा सब क्वेसनहरू दिएको छ। ए मा 1050 माइनस 1040 इक्वल्स टु 210 10 डिग्री प्रुभ गर्नुपर्ने छ। हामी कसरी स्टार्ट गरौँ भने हियर 50 माइनस 40 इक्वल्स टु हामी भन्न सक्छौँ 50 माइनस 40 इक्वल्स टु 10 डिग्री भनेर हामी लेख्न सक्छौँ। यहाँबाट हामी स्टार्ट गर्छौँ। दुवै साइडमा 10 लिदिने 1050 माइनस 1040 भयो इक्वल्स टु 10 डिग्री और 1050 माइनस 40 10a माइनस b को फर्ममा छ। 1050 माइनस 1040 upon 1 plus 1050 into 1040 equals to 10 डिग्री भयो और क्रस मल्टिप्लाई गरौँ 1050 माइनस 1040 इक्वल्स टु यो डिनोमिनेटर पार्टले यो माथिको 10 लाई मल्टिप्लाई हुन्छ 1 प्लस 1050 into 1040 मल्टिप्लाई बाई यो 10 डिग्री हो है और 1050 माइनस 1040 यो अगाडिको पार्ट लेफ्ट ह्यान्ड साइडको पार्ट आइहाल्यो। अब यो पछाडिको राइट ह्यान्ड साइडलाई हामीले सल्भ गरेर 10 डिग्री बनाउनु पर्ने छ इक्वल्स टु 1 प्लस यो 1050 लाई हामी के भन्न सक्छौँ भने कट 40 भन्न सक्छौँ। कसरी भने मैले यहाँनेर गरे 1050 भनेको 1090 माइनस 40 हो। यो भनेको 90 माइनस थीटा भनेको कट 40 हुन्छ। मैले यहाँ डाइरेक्ट लेखिदिए 1050 को ठाउँमा कट 40 इन्टु 1040 बाहिरपट्टि छ 10 डिग्री और 1050 माइनस 1040 इक्वल्स टु 1 यो कट ए इन्टु 10a भनेको त 1 हुन्छ। कट 40 इन्टु 1040 भनेको 1 हुन्छ। 1 प्लस 1 टाइम्स 10 डिग्री भयो और 1050 डिग्री माइनस 1040 डिग्री इक्वल्स टु 1 प्लस 1 ले 2 10 डिग्री। यो नै हाम्रो रिक्वायर्ड पार्ट भयो। देयरफोर LHS इक्वल्स टु RHS प्रुभ भनेर लेख्न सक्यौं। 13 को ए यसरी हामीले प्रुभ गर्यौं। यो 13 को बी मा रङ क्वेसन छ। यो 1050 लाई अगाडि राखेको छ र यो 1040 डिग्रीलाई चाहिँ पछाडी राख्ने स्ट्रक्चर त्यो खालको फर्ममा छ। तर यसलाई हामी प्रुभ गर्न सक्दैनौं। यसको सट्टामा म अर्को एउटा क्वेसन यहाँ बनाइदिन्छु। विद्यार्थी भाइ बहिनीहरुले ट्राई गर्नु होला। 1070 इक्वल्स टु 21050 प्लस 1020 सेम यही खालको क्वेसन मैले यहाँ अर्को बनाइदिएको छु। यो क्वेसन विद्यार्थीहरुले ट्राई गर्नु होला। यो क्वेसन चाहिँ प्रुभ हुँदैन। यसलाई कसरी स्टार्ट गर्ने भन्दाखेरि 70 माइनस
20 इक्वल्स टु 50 यहाँबाट स्टार्ट गर्ने र लास्टमा 10 50 को पार्ट जस्तै यहाँ 10 70 को पार्ट मात्रै अगाडि राख्ने र यहाँनेरि 10 20 को पार्टलाई पनि पछाडि लगेर एड गरिदिने यो 10 20 चाहिँ यो अगाडिको पार्ट यहाँ गएको हो यो बी को सट्टामा मैले अर्को एउटा क्वेसन थपिदिएको छु यो क्वेसन चाहिँ विद्यार्थी भाइ बहिनीहरूले ट्राई गर्नु होला क्वेसन नम्बर 14 एबीसी तीनवटा सब क्वेसन छ फर्स्ट एमा दिएकै क्वेसनबाट स्टार्ट गरौँ साइन बीटा प्लस गामा अपन साइन बीटा माइनस गामा यो मैले लिए लेफ्ट ह्यान्ड साइडबाट है यो लेफ्ट ह्यान्ड साइडबाट अब हामी स्टार्ट गरेर राइट ह्यान्ड साइड प्रुभ गर्दैछौँ इक्वल्स टु साइन ए प्लस बी को फर्मुला हुन्छ साइन बीटा कस गामा प्लस कस बीटा साइन गामा अपन साइन बीटा कस गामा माइनस कस बीटा इन्टु साइन गामा अब यो पार्टलाई हामीले बनाउनु पर्ने छ कति भने 10 बीटा र 10 गामा यो फर्स्ट पार्टमा हामीले के गर्यौं भने यो पार्टलाई हामीले 10 बीटा बनाउन सक्छौं त भने साइन बीटा छ माथिपट्टि यहाँ हामीलाई 10 बीटा बनाउनको लागि कस बीटा थप्नु परिहाल्यो अर्को छ कस गामा यहाँ कस गामा भएपछि यो कस गामालाई त कट गर्नु पर्यो यसलाई कट गर्नु पर्यो र यो दुईटा पार्ट भनेको हाम्रो 10 बीटा हुन्छ त्यसैगरी सेकेन्ड पार्टमा हेर्ने कस बीटा यहाँ त हाम्रो 10 गामा छ साइन गामा अपन कस गामा यसलाई कट गर्नु पर्यो भनेपछि यो बोथ न्युमेटर एन्ड डिनोमिनेटर हर र अंश दुवैलाई कस बीटा कस गामाले डिभाइड गर्ने भाग गर्ने यो माथिपट्टिको पार्टमा पनि यो तलपट्टिको पार्टमा पनि कस बीटा कस गामा त्यस्तै गरी कस बीटा कस गामाले डिभाइड गर्ने हाम्रो यो बिचको चाहिँ मेन अपन हो है क्वेसनमा भएको अपन चाहिँ यो हो साइन बीटा कस गामा प्लस कस बीटा साइन गामा जस्ताको तस्तै डिनोमिनेटरमा साइन बीटा कस गामा माइनस कस बीटा साइन गामा जस्ताको तस्तै यसरी राखिदिउँ इक्वल्स टु यसलाई ब्रेक गरिदिउँ यो पार्ट भनेको त दुवैको हो त्यसैले हामी लेख्न सक्छौं साइन बीटा कस गामा अपन कस बीटा कस गामा प्लस कस बीटा साइन गामा अपन कस बीटा कस गामा डिनोमिनेटरमा साइन बीटा कस गामा अपन कस बीटा कस गामा माइनस कस बीटा साइन गामा अपन कस बीटा कस गामा मैले यो साइडमा गरे यहाँ के हुन्छ त भने यो पार्ट र यो पार्ट कट भयो यहाँनेरि कस बीटा कट भयो कस गामा कट भयो कस बीटा कट भयो साइन बीटा बाई कस बीटा यो भयो 10 बीटा प्लस साइन गामा बाई कस गामा 10 गामा अपन यसरी नै 10 बीटा माइनस 10 गामा यो नै हाम्रो राइट ह्यान्ड साइडमा प्रुभ गर्नुपर्ने थियो यसरी हाम्रो प्रब्लम्स
प्रुभ भयो। सेकेन्ड क्वेसन बी हेरौँ। साइन ए प्लस बी इन्टु साइन ए माइनस बी अपन cos स्क्वायर ए इन्टु cos स्क्वायर बी। यसलाई हामीले प्रुभ गर्नुपर्ने छ टेन स्क्वायर ए माइनस टेन स्क्वायर बीमा। टेन स्क्वायर ए माइनस टेन स्क्वायर बी भनेको टेन ए प्लस टेन बी इन्टु टेन ए माइनस टेन बी हुन्छ भने हामीले यहाँ दुईटा पार्ट बनाउनु पर्यो र एउटालाई हामीले टेन ए प्लस टेन बी बनाउँछौँ र अर्को पार्टलाई हामीले टेन ए माइनस टेन बी बनाउँछौँ र भरे अन्तिममा मल्टिप्लाई गरेर यो राइट ह्यान्ड साइड आउँछ। यो लिए मैले एलएचएस पार्ट इक्वल्स टु साइन ए प्लस बी को फर्मुला साइन ए कस बी प्लस कस ए साइन बी अपन यो कस स्क्वायर ए इन्टु कस स्क्वायर बी भनेको चाहिँ नि यसरी होल स्क्वायर सम्झिने हो भने एउटा कस ए कस बी मैले यो फर्स्ट पार्टमा राखिदिन्छु किनभने त यो त इन्टु हो नि त, प्रोडक्टमा त त्यो गर्न पाइयो नि त। अनि अर्को कस ए कस बीलाई चाहिँ यो साइन ए माइनस बी को अपनमा राखिदिन्छु। त्यसो भए यहाँ लेखिदिउँ कस ए कस बी इन्टु साइन ए कस बी माइनस कस ए साइन बी अपन यहाँ एउटा अर्को कस ए कस बी रहेको छ कस ए कस बी। यसरी हामीले यसलाई चाहिँ ब्रेक गर्यौँ, दुईटा भागमा बाँड्दियौँ। अब यो कस ए कस बीले पनि फेरि ब्रेक गर्ने यसलाई पनि साइन ए कस बी अपन कस ए कस बी प्लस कस ए साइन बी अपन कस ए कस बी। यो अगाडिको एउटा पार्ट भयो। त्यसै गरी साइन ए कस बी अपन कस ए कस बी माइनस कस ए साइन बी अपन कस ए कस बी इक्वल्स टु कस बी यहाँ कस ए कट भयो, यहाँ कस बी र यहाँ कस ए कट भयो। यहाँ हुन्छ साइन ए अपन कस ए भनेको टेन ए प्लस साइन बी अपन कस बी भनेको टेन बी। त्यसै गरी टेन ए माइनस टेन बी। अब टेन ए प्लस टेन बी टेन ए माइनस टेन बी भनेको के हुन्छ टेन स्क्वायर ए माइनस टेन स्क्वायर बी। यो नै हामीलाई प्रुभ गर्नुपर्ने थियो। अर्को छ 14 को सीमा साइन ए प्लस बी साइन ए माइनस बी। यसको फर्मुला लाउने साइन ए प्लस बी को र साइन ए माइनस को लाउने फर्मुला लाउँदाखेरि यो माथिकोपट्टिको पार्टमा आउँछ 2 साइन ए कस बी आउँछ किनभने कस ए साइन बी पार्ट चाहिँ कट हुन्छ, एउटा प्लस एउटा माइनस भएर। त्यसै गरी यो डिनोमिनेटरमा के हुन्छ कस ए कस बी, यहाँबाट पनि कस ए कस बी 2 कस ए कस बी आउँछ। यहाँ साइन बी को पार्ट कट हुन्छ, एउटा प्लस एउटा माइनस हुने भएकोले र यसलाई हामीले डिभाइड गर्दाखेरि 2 र 2 कट भइहाल्यो, कस बी पनि कट भयो। साइन ए बाई कस ए भनेको टेन ए आउँछ। यसरी यो ट्राई गर्नु होला विद्यार्थी भाइ बहिनीहरूले। एक्सरसाइज 7.1 को लास्ट क्वेसन नम्बर 15। यसमा एबीसीडी चारवटा सब क्वेसन छ। ए बाट स्टार्ट गरौँ। यसको पनि मैले एलएचएस पार्ट लिए। साइन
A minus B upon cos A cos B plus sin B minus C upon cos B cos C plus sin C minus A upon cos C cos A। यसलाई सिम्प्लिफाई गरेर हामीले 0 प्रुभ गर्नुपर्ने छ। सबैबाट एलसिएम लिदियौं। cos A cos B cos C आउँछ। यहाँ हुने भयो sin A minus B into cos A cos B छ cos C, त्यस्तै गरी sin B minus C into cos B cos C छ cos A plus sin C minus A into cos B equals to sin A minus को फर्मुला लगाइदिउँ sin A cos B minus cos A sin B ब्राकेटमा राख्ने र बाहिर छ cos C। त्यसै गरी सेकेन्ड पार्ट sin B cos C minus cos B sin C into cos A। अब लास्ट पार्ट अझै छ हामीसँग sin C minus A sin C cos A minus cos C sin A into cos B। यसको सबै फर्स्ट सेकेन्ड र थर्ड पार्टको फर्मुला लाउँदा यति हुने भयो अपन यो सबैको डिनोमिनेटर छ cos A cos B र cos C इक्वल्स टु अब यो cos C ले भित्र मल्टिप्लाई गर्ने, यो सेकेन्डमा पनि त्यसै गर्ने, थर्डमा पनि त्यसै गर्ने। यसलाई मल्टिप्लाई गर्दा हुन्छ sin A cos B cos C, त्यस्तै गरी cos A sin B cos C। यहाँ पनि अर्डरमा लेख्ने, पहिले A अनि B अनि C, त्यसो गर्दा सजिलो हुन्छ हामीलाई भरे चेक गर्नलाई। cos A sin B cos C minus cos A cos B sin C। अब लास्ट पार्ट छ cos A त्यस पछाडि cos B र sin C लास्टमा लेखिदिएँ मैले अर्डर अनुसार माइनस sin A cos B र cos C यो होल अपन cos A cos B cos C छ इक्वल्स टु अब न्युमेटर पार्टमा हेर्ने sin A cos B cos C छ sin अनि cos cos। अब हेर्दै जाउँ हामी sin A cos B cos C छ। फर्स्ट र लास्ट हेर्ने सेम छ, एउटा प्लस एउटा माइनस। cos A छुटेछ यहाँ cos A sin B cos C cos sin cos cos sin cos यो र यो पनि कट भयो। यहाँ हेरौँ cos cos sin cos cos sin यो र यो पनि कट भयो। भनेपछि यसको न्युमेटर पार्टमा सबै कट भएर 0 भयो र डिनोमिनेटरमा त हाम्रो छँदैछ cos A cos B and cos C र 0 लाई जतिले डिभाइड गरे पनि त्यो 0 नै हुन्छ। यो नै हाम्रो राइट ह्यान्ड साइड हुन्छ र यसरी हामीले क्वेशन प्रुभ गर्न सक्छौं। बी मा हेरौं sin A plus B plus C लाई प्रुभ गर्नुपर्ने छ यो राइट ह्यान्ड साइडको पार्ट LHS sin A plus B plus C। अब यसलाई के गर्ने भने
यो ए प्लस बीलाई चाहिँ ए पार्ट मान्ने, यसलाई चाहिँ ए र यसलाई चाहिँ बी मान्दाखेरि के हुन्छ, साइन ए भनेको चाहिँ ए प्लस बी, साइन ए कस बी भनेको चाहिँ कस सी। त्यसै गरी कस ए भनेको चाहिँ ए प्लस बीलाई ए मानेको छ, त्यस्तै गरी साइन बी भनेको चाहिँ साइन सी। अब फेरि यो साइन ए प्लस बी को फर्मुला हुने, साइन ए कस बी प्लस कस ए साइन बी, ब्राकेटमा हाम्रो छ कस सी। त्यसै गरी कस ए प्लस बी को फर्मुला कस ए कस बी माइनस साइन ए साइन बी, बाहिर छ साइन सी, इक्वल्स टु मल्टिप्लाई गरौँ साइन ए कस बी कस सी प्लस कस ए साइन बी कस सी प्लस कस ए कस बी साइन सी माइनस साइन ए साइन बी साइन सी, इक्वल्स टु 1 2 3 4। हामीलाई चाहिएको छ 1 2 3 4, चारवटै पार्ट छ हाम्रो राइट ह्यान्ड साइडमा पनि। यहाँ सबैबाट अगाडि कस ए कस बी कस सी कमन तान्या छ, हामीले पनि यो सबैबाट कस ए कस बी कस सी कमन तान्ने, कस ए कस बी कस सी। तर विद्यार्थी भाइ बहिनीलाई लाग्न सक्छ सबैमा त कस ए कस बी कस सी छैन, कसरी कमन आउँछ भनेर। हामीले के गर्नुपर्छ भने नि, जहाँ जहाँ छ त्यो कमन आयो, नभएको ठाउँमा डिनोमिनेटरमा थप्ने हो। अथवा यो पार्टमा पनि अपनमा कस ए कस बी कस सी, सबैको कस ए कस बी कस सी थपेको भनेर सम्झिँदा पनि भयो। अब यो फर्स्ट पार्टमा हेर्ने, कस बी र कस सी त थियो, यहाँ कमन सजिलै आयो। तर यहाँ कस ए हामीले ल्याएको छ जबरजस्ती, के गर्ने भने यसको डिनोमिनेटरमा कस ए थपिन्छ। भन्नको मतलब यो कस बी र कस सी गइहाल्यो, रह्यो साइन ए अपन यहाँ थपेको पार्ट यहाँ थपिन्छ कस ए भएर। त्यसै गरी कस र कस यहाँ कमन तान्या छ, रह्यो साइन बी, यहाँ नभएको भनेको कस बी हो, प्लस कस ए कस बी गयो, साइन सी रह्यो, अपनमा कस सी थपियो। यहाँ त कहीँ पनि छैन कस ए कस बी कस सी नै छैन भने यो कमन त हामीले लिएकै छ। के गर्ने, यो सबैको मुनि साइन ए साइन बी साइन सी को मुनि कस ए कस बी कस सी थपिन्छ। अब सजिलै प्रुफ भइहाल्यो, कस ए कस बी कस सी यो भनेको टेन ए, यो भनेको टेन बी, त्यसै गरी टेन सी, साइन ए अपन कस ए, टेन ए साइन बी अपन कस बी, टेन बी एन्ड टेन सी। यो भनेको हाम्रो राइट ह्यान्ड साइड हो। अब यो सीमा भएको क्वेसन छ, यसरी नै विद्यार्थीहरूले ट्राई गर्नु होला, सजिलै प्रुभ हुन्छ यदि तपाईले बी को बुझ्नुभयो भने। अब म जान्छु डी मा। डी मा एलएचएस छ 10 ए प्लस बी प्लस सी। यसलाई हामीले यो राइट ह्यान्ड साइडको प्रुभ गर्नुपर्ने छ। 10 ए प्लस बी को फर्मुला अघि हामीले साइन ए प्लस बी प्लस सीलाई जसो गर्थ्यौं त्यसरी नै यो अगाडिको ए प्लस बी लाई ए मानौं, सी लाई बी मानौं। त्यसो गर्दाखेरि हुन्छ 10 ए भनेको 10 ए प्लस बी प्लस 10 बी भनेको 10 सी भयो, अपन
1 minus 10a plus b into 10c हुन्छ इक्वल्स टु फेरि पनि यो 10a plus b को फर्मुला हुने 10a plus 10b upon 1 minus 10a 10b plus 10c भयो यो भयो हाम्रो न्युमेटर पार्ट यसको डिनोमिनेटर पार्ट अझै गर्नै छ डिनोमिनेटर पार्टमा 1 minus 10a plus 10b upon 1 minus 10a into 10b हुन्छ into 10c equals to यहाँ माथिपट्टि यो 10c को अपनमा त केही छैन 1 छ त्यसैले यहाँ माथि आउँछ 1 minus 10a 10b एलसीएम भयो यहाँ फर्स्टमा अब 10a plus 10b जस्ताको तस्तै प्लस यो 10c ले यो होल 1 minus 10a 10b लाई नै मल्टिप्लाई हुन्छ यो फर्ममा जस्तो कि a by b minus c छ भने हामी के गर्छौं एलसीएम लिन्छौं b अनि a minus bc भए जस्तै हो यो 1 minus 10a 10b ले 10c लाई मल्टिप्लाई हुन्छ 10c ले 1 लाई गर्दियौ 10c नै भइहाल्यो minus 10a 10b 10c 10a 10b 10c यो भयो न्युमेटर पार्ट माथिको अंश भयो अब यसको हर यानी डिनोमिनेटर पार्ट गर्नै छ अझै यसको मेन अपन मा चाहिँ इक्वल्स टु दिने यो पिछाडीको पार्ट एउटै हो यो अगाडि 1 मात्रै छ यसमा पनि मैले एलसीएम लिदिन्छु 1 minus 10a 10b तर हामीले के बुझ्नु पर्छ भने यो सेकेन्ड पार्ट जो छ 1 पछाडीको सबै एउटै हो यो 1 minus 10a 10b भनेको यसको डिनोमिनेटर हो यो माथिपट्टि चाहिँ 10a plus 10b ब्र्याकेटमा अनि 10c छ भनेर बुझ्ने यो 10c ले चाहिँ भरे मल्टिप्लाई गरेर 10a 10c फेरि 10b 10c हुन्छ भनेपछि यो डिनोमिनेटरले 1 लाई मल्टिप्लाई भयो 1 minus 10a 10b अनि माइनस 1 minus b upon c छ भने के हुन्छ c एलसीएम आयो c into 1 c भए जस्तै यो तलको पार्टले यो 1 लाई मल्टिप्लाई गर्दा यो आयो अब यहाँ त जे छ त्यही b छ b नै हुन्छ यहाँ अर्को a पनि थियो भने b into a हुन्थ्यो त्यस्तै गरी यो 10a plus 10b ले 10c लाई मल्टिप्लाई गर्दाखेरि 10a plus 10b ब्र्याकेटमा 10c छ यो 1 minus 10a 10b र यो 1 minus 10a 10b कट भयो न्युमेटरमा रह्यो 10a plus 10b plus 10c minus 10a 10b 10c डिनोमिनेटरमा 1 minus 10a 10b minus 10a 10c हुन्छ यसलाई चाहिँ अर्डरमा लेख्दाखेरि 1 minus 10a 10b अनि 10b 10c अनि त्यसपछि 10c 10a लेख्छौं हुन त 10a 10c अनि 10b 10c लेख्दा पनि हुन्छ तर मैले यहाँ अर्डरमै राखिदिए यो माइनसले प्लसलाई मल्टिप्लाई गर्दा माइनस 10b 10c एकैचोटीमा अर्डर मिलाइदिए मैले 10c अनि फेरि माइनस 10a 10c भनेको चाहिँ 10c 10a यसरी रोटेसनमा लेख्ने चलन छ त्यही भएर मैले यसरी नै राखेको ab bc ca यो नै हाम्रो राइट ह्यान्ड साइड हो र यसरी हाम्रो क्वेशन प्रुभ हुन्छ क्वेशन नम्बर 15 को डी सँगसँगै हाम्रो एक्सरसाइज 7.1 का
क्वेसन नम्बर 1 to 15 का सबै प्रब्लम्सहरू प्रुभ भइसकेका छन्। अब 7.2 का प्रब्लम्सहरू स्टार्ट गर्नेछु नेक्स्ट भिडियोमा। यदि तपाईँ या तपाईँका नानीहरू पनि अहिले एससी को प्रिपरेसन गर्दैछन्, क्लास 10 मा अध्ययनरत छन् र मसँग अनलाइन ट्युसन क्लास गराउने सोचमा हुनुहुन्छ भने मेरो व्हाट्सएप नम्बर रहेको छ 9841965675। यो नम्बरमा मेसेज अर कन्ट्याक्ट गर्न सक्नुहुन्छ। प्रत्येक दिन कम्पलसरी म्याथ, अप्सनल म्याथ एन्ड साइन्स बेलुकाको 7:45 to 10 PM सम्म हुन्छ। विद्यार्थीहरूलाई कुन कुन प्रब्लम्सहरू आउँदैन, नआएका सबै प्रब्लम्सहरू म सल्भ गर्छु नै। त्योदेखि बाहेक विगतका एससी 2080, 81, 82 का सबै क्वेसनहरू 1 by 1 सबै नै प्र्याक्टिस गराउँछु। त्योदेखि बाहेक यो एससी 2083 मा आउन सक्ने पोसिबल क्वेसनहरू के हुन सक्छन्, ती प्रब्लम्सहरूको पनि प्रुभ गराउँछु या प्र्याक्टिस गराउँछु। त्यसकारणले यो अनलाइन ट्युसन क्लासको फी चाहिँ लाग्छ। यदि तपाईहरू फी तिरेर अनलाइन ट्युसनमा जोइन हुन चाहनुहुन्छ भने दिएको व्हाट्सएपमा मेसेज अर कन्ट्याक्ट गर्नु होला। तर तपाईहरू फ्रीमै फी नतिरिकन केही सिक्न चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानल रहेको छ मेरो गुरु नेपाल लेखेर सर्च गर्नुभयो युट्युबमा भने सजिलै मेरो च्यानल भेट्नुहुन्छ।